हान्डे धुवा निकालिदिन्छस् रे। ओ पार्टीहरू आउ न छिटो। किन हो तिमी किन चढेको? नमस्ते नमस्ते गुड मर्निङ वेलकम ब्याक माई न्यू भ्लग। के छ दाजुभाइ दिदी सन्चै हुनुहुन्छ? म पनि सन्चै एकदम आरामै छु। सो आज धेरै दिनपछि भनौँ न यो आज घाम उदाएछ। ह्याप्पी न्यू इयर सबैलाई। न्यू इयरको दिनमा आज घाम पनि उदायो। सो ह्याप्पी छु सबैलाई। नत्र यो जाडोले त मान्छेलाई पनि यो धनलक्ष्मी भनेपछि गाईबस्तु सबैहरूलाई एकदम तनावै भएको थियो। चिसो नै बढ्यो, अति नै चिसो बढेको थियो। आज घाम उदाएछ, एकदम खुसी लागेछ। सो आजको काम म पराललाई जाक लाउने काम हो। हिजो पनि गऱ्यो, आज अलि छ बाँकी। सो त्यो काम गर्छु है। राम्रो छ आज मौसम। मैले लुगा चेन्ज गरिसक्यो अब होइन। बाख्रालाई घाँस ल्याइदिनु पऱ्यो अनि त्यसपछि हामी भिड्छौँ। यो आज आएको छ काले, एउटा मालिक उहाँ बसिरहेछ। सो आइज है काले रे। सो बाख्रालाई घाँस ल्याइदिनु पऱ्यो होइन। अनि त्यसपछि यसमा भिड्छौँ हामी होइन। तिम्रो आज छुट्टी थियो? हो। के को छुट्टी रे? जनवरी 1 को 1 जनवरी। ओ पार्टीहरू आउ न छिटो। आज त भर्याङ लाउनु पर्छ। भर्याङ बिना हुँदैन। अग्लो भइसक्यो। सक्छौ तिमी भर्याङ ल्याउन? सक्छस् मुला। ल यहाँ समात। भर्याङ बिना त काम हुँदैन। यताबाट लाउने कि उताबाट हौ? जे होस् फर्स्टचोटि लाएको छु यो जाक। पहिलोचोटि लाउँदैछु यो। सो कस्तो छ गाइजहरू? राम्रै हो है। राम्रै छ एकदम। हेर्न पनि एकदम चारतिरबाट एकदम गोलो आकारको बनाएको छु। सो स्टार्ट गर्छौँ हामी। फर्स्ट टाइम गरेको छु यो। किन हो तिमी किन चढेको? ट्राई गर्ने तिमी पनि माथि जाने? जा एकचोटि जा, हेरिहाल त्यहाँबाट। त्यहाँको माथिबाट दृश्य। त्यो कतिवटा बोझ त्यो सबै मिलाऊ पहिला, अनि त्यसपछि म हाल्छु तलबाट। तिम्रो बिदा भएर आज धेरै खुसी छ तिमी है? हो। किन खुसी? पढ्न जानु पर्दैन होइन? न्यू ईयर में जावे से छुट्टी है। हो, न्यू इयरमा छुट्टी छ यिनीहरूको। यस। त्यसो भए तिमी धेरै पढ्दैन होला है? तिमीलाई पढाइ रुच्दैन? पढाइ रुच्दैन? मन पर्दैन पढाइ? पर्छ अनि किन भन्छ खुसी छु? बिदाको दिन खेल्न पाउँछ होइन? आज तिमीलाई पटाका बनाइदिन्छु। पटाका पड्काउने होइन? हाम्रो अर्ग्यानिक पटाका।
सक्यो आजको यो हामी जाक लाँदै थियो परालको यो पनि सक्यो पुरै भ्याइसक्यो हेर्नु सक्नुहुन्छ तपाईँहरू भोक पनि लागिसक्यो अब खानासाना खान्छु सो बाख्राको लागि घाँस लिन जानुपर्छ काम यति धेरै गाउँघरमा यति धेरै काम हुन्छ नि कुरै छोड्नु के गाउँले जीवन यस्तै हो साथीहरू यस्तै हो गाउँले जीवन एनङ फोर न हान्डे धुवा निकालिदिन्छस् रे बस फेरि छिरान त्यही त छ गोली तिमी आतंकवादी भन्ने बाख्राको लागि घाँस पनि ल्याइसके कालेको लागि पटाका पनि बनिसक्यो यहाँ दुवैजना पड्काउँदैछ सो गाइज यो बचपना याद दिलायो होइन यो हामी बच्चा हुँदा धेरै खेल्थ्यो कि यसले यो गोली गठा यो गोली गठा अनि यो पटाका न ऊ कस्तो पड्काउँछ यिनीहरूले सो गाइज काम सबै सक्यो भन्नाले अब बाख्रा खोल्छु है बाख्रा खोल्नु पर्यो अब 2-3 बज्न लागेछ सो बाख्रा खोलेर फिल्ड जाँदिनँ आज को आउँछ सबै के भन्छ उमा व्यस्त छ पिकनिकमा काले पड्काउ न पड्काऊ कमरा में ठीक बाओ लान